ठुला महल होइन। हेलो हेलो हेलो, के छ हालखबर? होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ धेरै पछि युट्युबमा भिडियो हाल्नु पऱ्यो भनेर यसो क्यामेरा उठाएर भिडियो गर्नतिर लागेको होइन। अनि तपाईँहरूले यसो ब्याकग्राउन्ड हेरेर थाहा पाइसक्नुभयो होला है, केही नयाँ ठाउँमा छु म भनेर। अनि यहाँ आएर चाहिँ अब भिडियो बनाउँछु सोचिरहेको थिएँ, तर हल्का अप्ठ्यारो लागिरहेको थियो। अनि आज चाहिँ म जसरी पनि भिडियो बनाउँछु भन्ने सोचेर चाहिँ भिडियो बनाउन लागिरहेको छु है। अनि थके लाग्यो। अहिले चाहिँ म ठ्याक्कै स्कुल जानु लागेको थिएँ, अनि यसो भिडियो बनाऊँ भन्ने सोचेर म भिडियो बनाउन लागेको। अब कहाँ छु के छु भनेर पछि भन्दै गरौँला होइन। अहिलेलाई चाहिँ म स्कुलतिर जानु लागिरहेको छु, स्कुलतिर जाऊँ है। अनि धेरै पछि युट्युबमा भिडियो नै हालेको थिएन, अनि भिडियो नै हालौँ, यसो कुराकानी गरौँ तपाईँहरूसँग होइन। नयाँ अपडेट के छ कसो छ दिउँ भनेर चाहिँ होइन म यसो आएको युट्युबतिर। होप तपाईँहरूले अब यो नयाँ टाइपको भ्लग, नयाँ टाइपको ठाउँमा होइन केही मन पराइदिनुहुन्छ होला भन्ने आशा छ है। अब के गर्छु कसो गर्छु भन्ने चाहिँ मलाई पनि थाहा होइन। आज यसो क्यामेरा उठाएर अब यसो खिचौँ न के छ होइन। युट्युबमा अलिअलि मान्छे हुनुहुन्थ्यो पहिला हेर्ने, अब हुनुहुन्छ कि हुनुहुन्न होइन, यसो कमेन्ट गरिदिनु होला, मलाई थाहा होइन। अनि हल्का नर्भस नै लागिरहेको क्या। यहाँ अब क्यामेरा उठाएर बोल्नमा पनि कस्तो अप्ठ्यारो हुने क्या बाटोमा होइन। मान्छेहरूले हेरेर जस्तो लाग्ने है, तर मतलब त हुँदैन यहाँ कसैको तैपनि हुन्छ नि। अब रुल रेगुलेसन के हो कसो हो थाहा होइन नि त अर्का देशको, त्यही भएर हल्का अप्ठ्यारो चाहिँ लागिरहेछ। तैपनि ठिकै छ, म गर्छु अब भिडियो चाहिँ पोस्ट गर्छु। जे भयो नि हप्ता 2टा भयो नि पोस्ट गर्छु होइन, दिनै नसके पनि। त्यही भएर गाइजहरू स्टे ट्युन रहनु होला है। अहिले चाहिँ म स्कुल जाँदैछु, बाटो क्रस गर्ने बेला भयो, फोन राख्छु है एकछिनलाई। ल गाइज, अघि चाहिँ म यसो बाटो क्रस गर्दै थिएँ होइन। अनि बाटो क्रस गर्ने बेला नि के फोन चलाउनु भनेर होइन, तर यहाँ चाहिँ बाटो क्रस गर्दा नि फोन चलाइरहेको हुन्छ। यो ठाउँमा चाहिँ म चलाउँदै हिँडिरहेको हुन्छ। अनि मलाई के बोल्नु पनि थाहा होइन कि त्यति, तर ठिकै छ। अब नयाँ ठाउँमा आएर बिस्तारै अब सेटल हुँदैछु होइन। के हुन्छ कसो हुन्छ भन्ने अपडेट चाहिँ यहीँ थाहा पाउनुहुन्छ तपाईँहरूले है। अब अहिले चाहिँ म स्कुलको लागि हिँड्दैछु। पहिला स्कुल जाम होइन, के छ कसो छ जिन्दगी चलिरहेको। बल्ल नयाँ ठाउँमा आएको, सेटल हुन यसो टाइम लाग्दै हो क्या। अब सोचिरहेको थिएँ भिडियो चाहिँ म पहिल्यैदेखि नै बनाउँछु, उताबाट आएदेखिको बनाउँछु भनेर, तर सकिनँ। सरी त्यसको लागि त्यो चाहिँ दिन सकिनँ। अब आइसकेपछि चाहिँ जरुर बनाउँछु भन्ने सोचेको छु, म बनाउँछु। अब यो टाइमबाट चाहिँ खेर जाँदैन जस्तो बनाउँछु भनेर। यस्तो छ सर होइन। अब जाने यही बाटो हो, डेली हिँड्नुपर्ने बाटो, 10-15 मिनट लाग्छ क्यारे हिँडेर जानलाई। अब त्यतिन्जेललाई तपाईँहरू हुनुहुन्छ कुरा गर्ने, केही छैन, मलाई पनि रमाइलो हुन्छ। अनि केही अक्षर हेरेर थाहा पाइसक्नु होला म कुन ठाउँमा छु भनेर, तल कमेन्टमा लेख्नु होला, थाहा पाइसक्नेहरूले पनि नथाहा पाउनेहरूले पनि। यस्तै हो पारा, यस्तै हो कायदा छ पारा। ठिक छ साथीहरू है, यसो गएको साथीहरू हो केटाहरू। पहिला चाहिँ एउटै क्लास थियो, अहिले 1-2जना चाहिँ एउटै क्लासमा छन्। ऊ चाहिँ एउटै साथ हो, मदन हो, नेपालकै हो। नेपाल कुन ठाउँबाट ब्रदर तिमी? उदयपुरबाट हो होइन। अब यस्तै छ केटाहरू, बिहान काममा गयो आयो, दन्त आयो, त्यहाँबाट गयो कलेजतिर। यस्तै छ। अलिक छिटो भएको थियो आज आउँदाखेरि, अनि एकछिन बस्दिरहेको। ल साथीहरू, बल्ल चाहिँ मेरो क्लास सक्यो होइन। अहिले 4:30-5 बज्ने बेला भइसक्यो। बल्ल क्लास सकेर अब चाहिँ रुम फर्किँदैछु म। यस बेला हुन्छ अब क्लासबाट फर्किँदा। कामसाम अहिले छैन, अब काम खोज्न पर्ने छ। काम खोजेपछि काम पनि हुन्छ है त। अहिलेलाई चाहिँ अब म यसो मार्केटतिर जान्छु, तपाईँहरूलाई म मार्केट लिएर जान्छु है त गाइज। यही हो गाइज म बस्ने ठाउँ, जापानको सहर। रमाइलो छ देख्दै, के भन्छ, रमाइलो लाग्ने जस्तो सहर छैन त छ नि होइन। अब यहाँ अगाडि एउटा पसल छ होइन, त्यो पसलमा जानुपर्छ हामी। त्यो पसलमा चाहिँ तरकारीहरू पाउँछ, के छ आज हेरेर यसो लानुपर्ने छ। स्टे ट्युन विथ मी, म लएर देखाउँछु। केही छैन, थके लाग्यो त्यो लाइटहरूमा कुद्दा थके लाग्यो। अब चाहिँ यहाँ पहिला जान्छु। के जस्तो तरबुज काटेर राखेको छ त। अब के छ यहाँ भनेर हेर्नुपर्छ यार। प्याज थिएन, कति रुपियाँ खायो प्याजको?
लेखा होइन त्यहाँ सुन्तला के हो आलु अस्ति भर्खर लगायो गाजर यहीँ छ टमाटर पनि लगायो टमाटर के लानु है तरकारी नै केही छ भनेदेखि यार पिँडालु छ त्यही फर्सी छ साग भयो भने साग लान हुन्थ्यो ल हल्का फुल्का तरकारी किन्यो यही हो तरकारी साग के छ यहाँ बोकेर लिएर जाने अब घर टुमिटु ल फर्केको यस्तो तरकारी बोकेर है घरतिर लाग्दैछु रुमतिर जाम थके लगाइरह अल्छी लगाइरह भन्दा नि रुमतिर जाम रुम गएर अनि यसो कुरा गरौँ न एकछिन होइन त्यसपछि त्यहाँबाट अनि यस्तै त हो नि हाम्रो पारा यस्तै छ है जिन्दगी यस्तै छ अब घरमा बसुन्जेल यसले त उसले त दिदी भन्ने थियो अब अहिले त भन्न पाइएन आफै किन्न पर्ने हो हाँसिरहेलिस हेरेर होइन दोस्त नहाँस जिन्दगी यस्तै हो रमाइलो विदेशी जिन्दगी ल ठिकै छ अब म जान्छु पहिला यो बाटोबाट फोन ह्याँ गर्दै हेर्नलाई झ्याउला मलाई अब सिधै घर जान्छु आज मैले के भिडियो गरेँ पनि थाहा होइन यो लगभग मेरो फर्स्ट भिडियो नै है तपाईँहरूलाई म अब बिस्तारै के हुन्छ त्यो अपडेटहरू दिँदै गइहाल्छु के छ कसो छ भनेर अब भिडियो बनाउँछु सोचिरहेको छु अब हेरौँ तपाईँहरूले कतिको माया गर्नुहुन्छ त्यो अनुसार हुन्छ कुराकानी होइन तपाईँहरूलाई आउँछ के हेर्न मन छ होइन जे भने अब यहाँ आइपुगिसक्यो नि त कोहीलाई आउन मन होला कोहीलाई के होला होइन अनि के कस्तो छ भनेर सोध्न मन लाग्यो भने पनि कमेन्ट डाउन बिलो जे इच्छा छ सोध्नलाई कमेन्ट गर्नलाई भन्नलाई म रेडी छु है त गाइस अहिले चाहिँ म घर जान्छु बसी एकछिन है त रुममा पुगेर भेटौँला गाइस अहिले चाहिँ म रुममा आइपुगिसकेँ है भर्खर अनि ब्याग स्याग राखेर यसो फ्रेस हुँदै थिएँ हल्का होइन अब गएकोबाट भर्खर आइयो त्यहाँबाट अब रुममा चिल पारामा बस्नुपर्छ भन्न मिलेन है अब के गर्नु काम छैन अहिलेलाई अनि अब चाहिँ म बेलुकालाई खानीसानी तयारी गर्नु पऱ्यो यताउता है रमाइलो छ रुममा अनि रुमको टुर एक दिन दिमलाई अहिले त म सर देखाइदिन्छु त रुम कस्तो छ अरे यस्तै हो रुम है त गाइजी ठिक छ अनि म भर्खर रुममा आएको अनि रुम गएर कुरा गर्छु भन्दै थिएँ होइन के कुरा गर्छु भन्दै थिएँ भन्दाखेरि चाहिँ अब नेपालमा भ्लग गरेर देख्नु भएको थियो नि त होइन अनि यो मान्छे एक्कासी कहाँबाट आइपुग्यो होइन जापानतिर भन्ने सोचिरहनु भयो होला है अब त्यो सोच्नु ठिकै छ अर्को भिडियो आउन्जेलसँग सोच्नु अनि केही सोध्न मन लाग्छ भने कमेन्ट गर्नु है म चाहिँ भर्खर अनि आइपुगेँ नि त बाहिरबाट अब यसो एकछिन रेस्ट गर्नुपर्छ थके लगाइरह मलाई होइन अनि आज मिस भएछ कामबाट दिउँसो गएको भएन फोन आएछ उठाउन पाइएन फेरि गर्दै गर्दा पनि टेन्सन छ है अब त्यो गर्ला होप भोलि बिदा थियो त्यही भएर फोन गरेँ होला कामको लागि त्यहाँ यसो भनेको थिएँ कामको लागि अब हेरौँ के हुन्छ काम पनि बिस्तारै गर्नुपर्छ जिन्दगी अहिलेसम्म आएदेखि आज नेपालबाट आएको कति दिन भयो होला 20 दिन जति है थाहा छैन मलाई लमसम 20 दिन जति भयो अनि यस्तै छ अब नयाँ ठाउँ नयाँ देश है के छ कसो छ भाषा यसो सिकिँदैछ जिन्दगीमा अनि रमाइलो त रह्यो विदेश आउनलाई मलाई त रमाइलो लागिरह अहिलेसम्म चाहिँ अब अरूलाई चाहिँ के हुन्छ मलाई थाहा छैन तर रहर गरेर आइसकेपछि रमाइलो नै हुन्छ होइन अब तपाईँहरूलाई चाहिँ के लाग्छ विदेश जानु रमाइलो नरमाइलो ठिक बेठिक के हो होइन कमेन्टमा लेख्नु तपाईँको इच्छा के छ होइन मलाई चाहिँ विदेश आएर रमाइलो नै रहिरह अहिलेसम्म चाहिँ काम नि गर्नु पऱ्यो होइन खानी बस्ने होइन गयो आयो त्यस्तै चलिरह अब चाहिँ बिस्तारै काम खोज्नुपर्छ पैसा सकिसक्यो अब अर्को महिनाबाट बिलाउनु थाल्छ अनि त्यहाँबाट त फेरि अनि पैसा घर आएर फोन गरेर लिएन भन्नु त पाइएन अब आइसकेपछि त्यही भएर काम गर्नुपर्छ भन्दै थिएँ अनि मोबाइलको ऊ नै सकिएछ नि त स्पेसै सकिएछ है अनि अब यहाँको लाइफ बिस्तारै सुरु हुँदैछ अब कामसाम खोजेर गर्नुपर्छ भर्खर आएको धेरै दिन नै भएको छैन है अब गर्ने हो बिस्तारै अब आज कामको एउटा कामबाट फोन आएको थियो तर उठाउन पाइएन क्या स्कुलमा भएर अब ठिकै छ आउला भोलि पनि फोन अब भोलि एउटा यसो 1-2 दिन बिदा छ गएकोतिर के छ गएको भनेको होइन फेरि स्कुल है नथाहा हुनसक्छ धेरैजनालाई स्कुलतिर भोलि के प्रोग्राम छ त्यसको लागि नै एकपल्ट जानु छ होइन अनि त्यसको पनि सायद म भिडियो बनाउँछु होला होप भिडियो बनायो भने भोलि नै भिडियो आउँछ होइन नभए नि म हप्ताको 2वटा भिडियो हाल्ने चाहिँ कोसिस गर्नेछु अब चाहिँ होइन अब नेपाली केटो विदाउट नलेज विदाउट जिरो स्किल होइन जापानमा कसरी बसिरह्यो भनेर चाहिँ तपाईँहरूले अनि हाउ टु सर्भाइभ भनेर मेरो भिडियो हेरेर थाहा पाउनु पनि सक्नुहुन्छ होइन जापानमा सर्भाइभ गर्न कति गाह्रो छ भनेर अनि म तपाईँहरूलाई केही सानो उहरू पनि भन्छु होइन कोही यदि नयाँ आउँदै हुनुहुन्छ भने केही कुरा पनि भन्छु म अर्को भिडियोमा अहिले त भन्दिनँ
कसैलाई जान्न मन छ भने लेखिदिनु है के कुरा हो के कुरा जानेर आउनुपर्छ होइन त्यो सोध्न मन लाग्यो भने भन्नु म एकदम के भन्छ ओरिजिनल कुरा भनिदिन्छु त्यो कुरा चाहिँ होइन मैले आएर यहाँ यसो अलिअलि फेस गरेँ नि त अब भाषा नबुझेर हल्का नपढेर आउँदा के हुँदो रहेछ भने मैले अलिअलि बुझिसकेँ त्यही भएर है मैले फेरि ज्ञान छाड्न खोजेँ होइन ठिकै छ अब चाहिँ म भिडियो हाल्छु जे भयो नि हजुरहरूले कतिको माया देखाउनुहुन्छ त्यसमा डिपेन्ड पर्छ है त ल अब चाहिँ आजलाई यति नै राँड्छ बस्नु होला होइन आफ्नो पनि ख्याल राख्नु परिवारको पनि ख्याल राख्नु है त जय नेपाल सबैजनालाई